चाहिँ यिनीहरू हो नि, यो चाहिँ कम्पनीको सबै गोदामहरू हो चाहिँ। अनि हामी चाहिँ हाम्रो बस्ने ठाउँ चाहिँ हामीभन्दा माथि छ। यो चाहिँ खोमी, यही दियो अब कृषिको काम गर्ने। हामीलाई चाहिँ यहाँ खासमा चाहिँ हामी त कृषिमा होइन, त्यही पनि हाम्रो चाहिँ यहाँ नजिकमा सानो बारी छ कि, अनि त्यो बारीमा चाहिँ हामी चाहिँ आलुहरू अनि के भन्छ टोमेटो खुर्सानीहरू सबै लगाएको छ। कम्पनीको त्यो सानो जग्गा एरिया थियो, अनि त्यही भएर चाहिँ आज मौसम पनि यस्तो गरेको छ नि, कस्तो मजाको छ ल, यस्तो मौसम छ। अनि त्यही भएर म चाहिँ रुममा बस्दा अल्छी लाग्यो क्या, अनि त्यही भएर चाहिँ यो आलुलाई चाहिँ झारहरू फाल्दिउँ कि भनेर चाहिँ तल आएको। यो खोमी यो कुटीले चाहिँ झारहरू फाल्ने हो। यस्तो छ ल है साथीहरू, तपाईँहरू अब कम्पनीमा बस्नुहुन्छ, कम्पनीमा कति शान्तिमा ठाउँ छ भने चाहिँ यसरी लगाएर गर्दा नि हुन्छ। यो छ आलुहरू यसरी लगाउने, उता हामीले पहिला लगाएको थियो खुर्सानीहरू छ, त्यस के भन्छ अनि टोमेटोहरू छ सबै। आलु टोमेटोहरू चाहिँ जे होस् लगायो भने खान चाहिँ मिल्छ। यस्तो राम्रो भयो अनि खान मिल्दैन नि त, अब कति फल्ने हो फेरि है। अहिलेलाई झार चाहिँ गोडिहालौँ, अनि त्यस पछाडि चाहिँ बाँकी कुरा चाहिँ पछि कति फल्ने हो के हो। अनि हामीले चाहिँ यहाँ यो देखमा चाहिँ सिमीहरू लगाएको छ कि, बर्खे सिमी हो कि के सिमी भन्छ नि, त्यही हाम्रो नेपालमा पाउँछ, त्यो पनि पाउँदो रहेछ। अनि चाहिँ लिएर आएको थियो कि त्यो पनि लगाएको छ। अनि यो यस्तो छ, यो झारहरू पुरै उक्काउने हो, गएर फ्याल्ने हो। ए आलु त यस्तो, यो आलुभन्दा त झार धेरै भयो कि हो ल, यस्तो झार छ नि त। रुममा नि कस्तो बस्न अल्छी लाग्ने कि, काम गरेको बानी भएर के हो, अनि त्यही भएर यसो झारलाई चाहिँ उक्काएर फ्याल्दिउँ नि त भनेर कि। जे होस् ठिकै छ। यो एउटा बारीमा काम नहुँदाखेरि भोल्ने बारी चाहिँ छ, जस आफूलाई नि खान मिल्ने यसो गरेर। अनि यत्तिकै भयो भने चाहिँ अनि हामीलाई खाना पनि त भयो नि त। त्यही भएर चाहिँ मैले चाहिँ आज यसो झार चाहिँ उखालेर फ्यालिदिउँ भनेर कि। आलु यति राम्रो भएको चाहिँ लागेन यसरी। अनि त्यसमा चाहिँ हामीले यो तल यो मुलाहरू लगाएको थियो कि, मुलाहरू कस्तो दामी यहाँ है, यस्तो छ। अनि यो पहिला चाहिँ हामीले यो यसरी लगाएको थियो, यो चाहिँ टोमेटोहरू हो। यो प्लास्टिक लगाएको थियो, कालो प्लास्टिक किन लगाउँछ भनेपछि चाहिँ खासमा चाहिँ यो पानीहरू धेरै नहाल्दा पनि हुन्छ क्या, किनकि घाम लाग्यो भने चाहिँ यो कालो प्लास्टिकमा यहाँ उतेस हुन्छ, के भन्छ घामले गर्दाखेरि यो बाफिन्छ नि त। अनि पानी भनेर फेरि यहीँ तल झर्छ क्या, त्यसले गर्दा त्यति नहाल्दा पनि हुन्छ। अनि एउटा यसको फाइदा चाहिँ के छ भनेर भन्नुहुन्छ भने, यसको फाइदा चाहिँ के छ भनेर भन्नुहुन्छ भने यसमा चाहिँ झार आउँदैन कि, अनि त्यसले गर्दाखेरि चाहिँ जस अझ राम्रो हुन्छ। यो चाहिँ चिप्ले भेन्डी लगाएको थियो हामीले, चिप्ले भेन्डी ल यतातिर ल यहाँ त मरेछ, यस्तो झ्याउलो छ, यत्रो खर्च गरेर लगाएर त मरेछ है झन्। यजु लगाएको थियो, के भन्छ यजुलाई, के भन्छ करेला त झन् मरेछ भयो त। अब त्यो अलिकति होला भनेर लगाएको झन्, त्यही पनि मरेछ त माथि। अब गाह्रो भयो त यस्तो भयो नि त। अनि के गर्ने भयो त। आमै के हो, हामी त यस्तो पो त नि। हामी त बाहिर यस्तो छ मौसम सबै। यो पनि यो चाहिँ भोटेहरूको हो, यो चाहिँ हाम्रो हो। यो लामा यही हो हाम्रो। हामीले चाहिँ कम्पनीको काम नहुँदाखेरि चाहिँ घरमा लगाएको यस्तो छ। अब आमालाई पनि देखाइदिनु पर्यो नि त, आमाले नि हेर्नुहुन्छ केटोले के काम गर्दो रहेछ छोरोले भनेर हैन।
छोरोले यही काम गरिखाइए आमा छुट्टीमा यसो आफूले खाने बाटो गरेछ आलुहरू लगाएछ त्यो आलु पनि यस्तो राम्रो भएछ तपाईहरुले नि अब घरमा चाहिँ खेती गर्दाखेरि चाहिँ यसरी लगाउनु पर्ने हो क्या ए ल हेर्नु त आमा अब आमाले चाहिँ सिक्न पर्ने हो यसरी लगायो भने चाहिँ यो आलुहरू पनि धेरै फल्छ अनि यो के भन्छ अनि यसमा चाहिँ झारहरू आउँदैन सजिलो हुन्छ यस उक्काउन पनि सजिलो हुने भयो खन्नलाई पनि सजिलो हो अनि पानी पनि धेरै हाल्न नपर्ने मल पनि यस्तो मज्जा हुन्छ है यही हो यो चाहिँ आमालाई है मैले भनेको अब अरूले त अब सबै अब कता कता छन् त्यो त थाहा छैन अब मेरी आमा चाहिँ गाउँमा हुनुहुन्छ गाउँमा यसो खेतीबाडी गर्दाखेरि चाहिँ यस आमाले नि घरमा आलुहरू लगाउनु हुन्छ नि त त्यही भएर चाहिँ यो चाहिँ मेरो आमाको लागि भने है यसरी लगाउँदा चाहिँ बेस्ट हुन्छ ल आमा यति कुरा चाहिँ यो चाहिँ हेरेर चाहिँ फलो गर्दा हुन्छ फलो